हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज हामी नेपालमा एकदमै चलिरहेको टिम 11 मा हामी आज क्रिकेट इन्डियन प्रिमियर लिग IPL को टिम बनाउन गइरहेका छौँ र आज म्याच पन्जाब भर्सेस लखनऊको रहेको छ र यो म्याच लखनऊको होम ग्राउन्डमा हुन गइरहेको छ। सो हामी टिम बनाउनतिर जाम अब। विकेट किपर सेक्सनमा हामीसँग दुईटा अप्सन छ, सिमरन ऋषभ पन्त। ऋषभ पन्तको ब्याटबाट अहिले त्यस्तो राम्रो रन्सहरू आएको देखिएको छैन। सिमरनले भर्खरै अस्ति फर्स्ट म्याच खेलेको थियो जसमा उसले राम्रो स्टार्टिङ पाएका थिएन, तर पनि ऊ एकदम राम्रो प्लेयर हो। सो म चाहिँ सजेस्ट गर्छु हजुरहरूले पनि सिमरनलाई नै लिएर जानुहोला। र ब्याटिङ सेक्सनबाट हामी एउटा निकोलस पुरन। ब्याटिङ सेक्सन भनेपछि हजुरले यस्तो ब्याटर सिलेक्ट गर्नु कि जसले स्पिनरलाई राम्रो खेलोस् है, किनभने यो पिचले स्पिनरलाई अलिकति हेल्प गर्नेछ। त्यसैले स्पिनरलाई राम्रो खेल्ने ब्याट्सम्यानलाई सिलेक्ट गर्नु होला। निकोलस पुरन स्पिनरलाई एकदम राम्रो खेल्ने प्लेयर हो। अर्को भनेको अय्यरले त स्पिनरलाई यस्तो राम्रो खेल्छ कि। र अर्को शशाङ्क सिंह। यदि लिन चाहनुहुन्छ भने राख्नु होला, यदि होइन भने तपाईँहरूले नलिँदा पनि हुन्छ। र अर्को ब्याटिङ सेक्सनबाट यदि नेहाल बढेरा खेल्ने छ भने त्यसलाई सिलेक्ट गर्नु होला, किनभने यो प्लेयर पनि स्पिनरलाई राम्रो खेल्छ, राम्रो फिनिसिङ दिनेछ। र अलराउन्डरमा जाने हो भने ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस र मिचेल मार्स। र मिचेल मार्सलाई नलिँदा पनि हुन्छ, किनभने ऊ भनेको लखनऊको ओपनर ब्याट्सम्यान हो। र यताबाट पन्जाबबाट अर्शदीप सिंहले ओपनिङ बलिङ गर्ने हुँदा उसलाई अलिकति गाह्रो हुन सक्छ, त्यसैले नलिँदा हुन्छ। तर म चाहिँ सजेस्ट गर्छु, राम्रो फर्ममा छ, लिँदा हुन्छ। र बलिङ सेक्सनबाट मैले अघि भनिसकेँ, बलिङ सिलेक्ट गर्दाखेरि स्पिनरलाई अलिकति ध्यान दिनु, किनभने यो पिचले स्पिनरलाई फेभर गर्नेछ। र मलाई लाग्छ कि आज विकेट सबभन्दा धेरै लिने भनेको बिश्नोईले हो, किनभने यो पिचमा सबभन्दा विकेट लिएको भनेको बिश्नोई हो, जुन चाहिँ 14 विकेटले लिइसकेको छ उसले। र अर्को भनेको चहल। तपाईँ अझ लिन चाहनुहुन्छ भने अर्शदीप सिंह त पक्कै लिनु, किनभने स्विङ अफकोर्स हुन्छ फर्स्ट ओभरमा। र अर्को एकदम राम्रो फर्ममा हुने शार्दुल ठाकुर, यसलाई लिनै पर्ने हो। एकदम ब्याटिङबाट पनि राम्रो गर्छ, बलिङबाट पनि राम्रो गर्छ। सो यति हुँदा हामीले लिइसकेका छौँ, मैले भनिसकेँ। विकेट किपर सिमरन सिंह, अर्को ब्याट्सम्यानबाट निकोलस पुरन, शशाङ्क र श्रेयस, किनभने यिनीहरू स्पिनरलाई राम्रो खेल्ने प्लेयर हो र यो पिचमा स्पिनरलाई हेल्प छ, त्यसैले मैले स्पिनरलाई सिलेक्ट गरेको हो। र अलराउन्डरमा हेर्दाखेरि हामीसँग धेरै प्लेयरहरू छन्, तर ग्लेन म्याक्सवेल अस्ति राम्रो खेलेन, तर मलाई लाग्छ कि यो राम्रो प्लेयर हो र पर्फर्म गर्न सक्छ। र अर्को स्टोनिस राम्रो प्लेयर हो, ब्याटिङमा राम्रो गरेन भने पक्कै पनि बलिङमा 1 विकेट 2 विकेट लिन्छ होला, यसरी तपाईँलाई हेल्प हुन्छ। र मिचेल मार्स राम्रो फर्ममा छ, अलिक गाह्रो होला अर्शदीपको बल फेस गर्न, तर आई थिङ्क ही क्यान डु। र बलिङबाट हेर्ने हो भने अर्शदीप सिंह, रवि बिश्नोई अफकोर्स आज विकेट लिन्छ। शार्दुल, अर्को भनेको चहल, आज यिनीहरूले विकेट लिनेछ। र यदि हामी क्याप्टेन भाइस क्याप्टेनको कुरा गर्ने हो भने यहाँ क्याप्टेन तपाईँले राख्नै पर्ने हुन्छ निकोलस पुरन, अय्यर र मिचेल मार्स। र म सजेस्ट गर्छु निकोलसलाई राख्नुहोस्, किनभने यो स्पिनरलाई एकदम राम्ररी खेल्छ। यो भन्दा राम्रो स्पिनर खेल्ने पन्जाबमा छ, तर म भन्छु निकोलस पुरन राख्नु, किनभने अलिकति विक प्लेयर छ भने चाहिँ त्यस्तो राम्रो गरेको देखिएको छैन अस्तिको म्याचमा, त्यसैले निकोलसले एट्याक गर्न सक्छ। र अय्यरलाई भाइस क्याप्टेन राख्नु, यदि होइन भने तपाईँले यसलाई जस्ट अपोजिट गर्दा हुन्छ। भाइस क्याप्टेन निकोलस पुरन, क्याप्टेन अय्यर राख्दा फरक पर्दैन, तर म चाहिँ सजेस्ट गर्छु क्याप्टेन निकोलसलाई राख्नु र अय्यरलाई भाइस क्याप्टेन। यसरी हाम्रो टिम बन्छ र यो टिम मलाई लाग्छ स्ट्रङ टिम हो। र तपाईँलाई
पनि सायद यही टिमले खेल्नुहुन्छ होला सायद जस्तो लाग्छ। हवस् त धन्यवाद।